हेलो गाइज, वेलकम टु द ब्रान्ड न्यू भिडियो। अनि आज चाहिँ म माथि चौताराको यात्रा थियो मेरो। अनि मैले यो भोइस ओभर गर्नु चाहिँ किनभने मेरोमा अलि उयो माइक छैन, अनि त्यही भएर चाहिँ हल्का त्यही भएर भोइस रेकर्ड गर्दैछु। अनि म चाहिँ चौताराको यात्रा थियो, तर बोल्न ट्राई गरेको थिएँ। मैले बोलेको थिएँ, तर धेरै हावाको साउन्डहरू अनि धेरै कराको साउन्ड चाहिँ सानो सुन्यो। त्यही भएर चाहिँ अनि मैले भोइस ओभर गरेको होइन। अनि के छ साथीहरू, अनि ठिक छ होला सबलाई? म पनि ठिक छु होइन। अनि हजुरलाई नि कस्तो होला भन्दै अनि म चाहिँ उता चौतारामा अलि काम थियो। काम भन्दा नि काममै हो। जस्ट म चौतारामा चाहिँ लगभग के अरे उयो लिन गएको थिएँ, म राष्ट्रिय परिचय पत्र लिन गएको थियो। अनि त्यसमा चाहिँ मैले अलि हल्का यसो भिडियो बनाएको थिएँ मेन्टेनको लागि। अनि त्यतिखेर म यसो अब माइक हालेर उयो गरिदिउँ भनेको अलिकति त्यो नै भएन क्या, साउन्ड राम्रो आएन। त्यही भएर चाहिँ अनि लेट अब मैले पनि अलि बिस्तारै गर्दैछु। जो नयाँ हुनुहुन्छ होइन, उहाँहरूले अलि सपोर्ट गरिदिनु होला भन्दै म फेरि पनि तपाईँहरूलाई देखाउँदैछु। तर जस्ट बाइकमा हिँडेको मात्रै देखाएको छु, अलि हल्का यसो भ्यूसु हेर्नको लागि मात्रै होइन, त्यो हो। अनि लगभग त्यहाँ जानलाई चाहिँ तपाईँको 80 किलोमिटर रहेछ काठमाडौँबाट। 80-81 किलोमिटर छ। त्यही म नि बिहान गएको थिएँ, तर मैले अलि हल्का उयोदेखि नै आधी बाटोदेखि मैले भिडियो गरेँ हो। जस्ट राम्रै छ, भ्यूहरू चाहिँ राम्रै छ। जस्ट अब अरू त के भन्नु छ र होइन। अब त्यही त अलिकति बिस्तारै नयाँ भएपछि यस्तै हो, बिस्तारै अब भोइस ओभर गरेर अहिले भोइस ओभर गरिरहेको छु। अब के त तपाईँहरूको मायाले फेरि पनि योभन्दा नि राम्रो खालको बनाउन सक्छ कि, धेरै योभन्दा नि राम्रो भिडियोहरू बनाउन सक्छ कि भन्ने मेरो उद्देश्य छ। त्यही भएर चाहिँ अलि तपाईँहरू नयाँ जो हुनुहुन्छ त्यसले चाहिँ एकदमसँगले हल्का सपोर्ट गरिदिनु होला। अनि यो चाहिँ चौतारा यो अलि हल्का यो बुढी माउ चाहिँ फेरि होइन, त्यो के म यस्तो स्पिडमा आइरहेको थियो नि त त्यो बेलासम्म नि यार। उसले त फेरि त्यो पुरा मतलबै छैन, उसलाई त कम्परमा हात लगाएर हिँडेछ है। तर छँदै के भन्नु छैन। जस्ट हामी नि पुगिसक्यो। मैले तर धेरै भिडियो गर्नु पाएन। मैले अब यही सर्टको लागि अलिकति मात्रै भिडियो गरिरहेको थिएँ नि त। त्यही भएर यो चाहिँ चौतारा रहेछ। चौतारामा पुगेर हामी चाहिँ लिएर अनि जानु लाग्यो थियो। भर्खरै पुग्यो हो पुग्न चाहिँ। अनि भर्खर पुगेर अनि धेरै चाँडो अब यतिसम्म मात्रै भिडियो गरेको थिएँ मैले, अरूको त भिडियो गर्न पाइनँ। तर त्यो बेला त्यो यसपछि त